तपाईँ नेपालमा अनलाइन बिजनेस गर्दै हुनुहुन्छ, गर्ने सोचमा हुनुहुन्छ र गर्न चाहनुहुन्छ भने तपाईँको लागि मैले एकदमै राम्रो हरेक व्यापारी हरेक मान्छेले जान्नै पर्ने एउटा बिजनेसको टिप्सहरू जुन हुन्छ हजुरलाई म यो भिडियोमा सेयर गर्छु है त। तपाईँले यही कुरा नर्मल कुरा जानेपछि तपाईँलाई पछि कुनै पनि समस्या आइलाग्दैन र तपाईँले भविष्यमा कुनै बिजनेस गर्न चाहनुहुन्छ गर्नुहुन्छ भने तपाईँलाई यो मैले आफै आफ्नो व्यक्तिगत भोगाइबाट आफ्नो व्यक्तिगत एक्सपिरियन्सबाट चाहिँ इम्प्लिमेन्ट गरेको कुराहरू हजुरलाई म यो भिडियोमा सेयर गर्छु है। यो भिडियो जानिसकेपछि तपाईँले चाहिँ एउटा बेसिक बिजनेस हुन्छ नि टिप्सहरू यो तरिका यो इस्यु आयो भने के गर्ने, यो इस्यु आयो भने कसरी सल्भ गर्ने, जस्तो अन्य सबैलाई सबै एउटा बेसिक टिप्स हजुरलाई म सेयर गर्छु। र मैले अब इन्डियाबाट सामान नेपाल ल्याएर मजाले मार्केटिङ गरेर बेचेको भिडियो म बनाउँदैछु है, सामान ल्याइसकेको छु, त्यो बनाइसकेर भिडियो हजुरलाई बिस्तारै हाल्नेवाला छु। त्यसको लागि हजुर अपडेट रहनु होला र हजुरलाई एकदमै नेपालमा व्यवसाय रिलेटेड सम्बन्धी कन्टेन्ट हजुरलाई बिजनेस सम्बन्धी कन्टेन्ट हेर्न मन छ भने हजुर मेरो यो टिकटक आइडीलाई फलो गर्नुहोस्, लर्न एन्ड अर्न नेपाललाई है त। अनि युट्युबमा जानुहोस्, लर्न एन्ड अर्न नेपाल भन्ने युट्युबमा छ, त्यहाँ गएर हेर्नुहोस् होला। अब बाँकी भिडियो युट्युबबाट हुन्छ है त। बिजनेस मान्छेले जब भन्छ बिजनेस टिप्स भन्छ, त्यो भनेको एक प्रकारले तपाईँको कुनै नयाँ जादुगर अथवा नयाँ कुरा नौलो कुरा त्यस्तो खतरा तपाईँको हुन्छ नि एकैचोटि करोडौँ सेल्स आउने त्यस्तो हुँदैन। टिप्स भनेको चाहिँ सामान्य मिस्टेकहरू कसरी एभोइड गर्ने क्या, मतलब एभोइड गर्ने र कुन तरिकाले इम्प्लिमेन्ट गर्ने, सामान्य मिस्टेकहरूलाई चाहिँ कसरी सल्भ गर्ने अथवा एकदमै राम्रो तरिकाले चाहिँ अब बिजनेसलाई कसरी फ्लोमा लैजाने क्या, त्यो विषयमा चाहिँ हामी यो भिडियोमा चर्चा गर्नेछौँ होइन। अनि मैले यो भिडियो चाहिँ बनाउनुको यसको मेन उद्देश्य के हो भन्दाखेरि तपाईँहरू बिजनेस गर्दै हुनुहुन्छ होइन, गरिरहनु भएको छ अथवा त्यस्तो केही फेजमा हुनुहुन्छ भने तपाईँले यो सामान्य कुरा तपाईँको लाइफमा जहिले पनि अकर भइरहेको हुन्छ क्या। अनि त्यही कुरालाई तपाईँले चाहिँ अब नदोहोऱ्याउनलाई अथवा त्यो मिस्टेक्सलाई चाहिँ एभोइड गर्नलाई त्यस्तो कुरामा तपाईँले यो कुरा इम्प्लिमेन्ट गर्नुभयो भने तपाईँलाई सानो सानो इस्युले पनि एकदमै राम्रो निकाल्छ। र अब आउने मेरो जुन भिडियोहरू छ लर्न नेपालमा त्यो चाहिँ एकदमै राम्रो तपाईँको टक्क सामान ल्याएर अर्डर लिएर सिप गरेरदेखि लिएर सबै तपाईँलाई एउटा टोटल एउटा भिडियो बनाउँछु म 5-6-7 मिनटको। त्यो भिडियो तपाईँलाई म देखाउने छु, भिडियो बन्दैछ प्रक्रियामा छ होइन। त्यसलाई चाहिँ अलिकति राम्रो तरिकाले बनाउँ भनेर सोचिरहेको छु मैले। त्यही भयो भने जस तपाईँहरूलाई एकदमै राम्रो तरिकाले म सिकाइदिन्छु बिजनेसको बारेमा, नेपालमा कसरी गर्नेदेखि लिएर सबै कुरा हजुर मैले भनेकै छ। धेरै अब बकवास नगरौँ, अब भिडियोतर्फ जाउँ। सुरु गरौँ टिप नम्बर 1। अब टिप्स भन्नु कि के भन्नु होइन, तपाईँले जहिले पनि अनलाइन बिजनेस हजुरलाई म यो सानो सानो कुराहरू हुन्छ होइन, धेरैवटा पोइन्ट होला तर 8, 9, 10 कतिवटा पोइन्ट हुन्छ, हजुरले कपीमा लेख्नुहोस् होइन, कपीमा लिनुहोस्, टिपोट गर्नुहोस् है त। तपाईँले नेपालमा अनलाइन बिजनेस गर्दै हुनुहुन्छ भने तपाईँको जुन फेसबुक एड क्याम्पेन छ नि, त्यो फेसबुक एड क्याम्पेन तपाईँले कहिले पनि अङ्ग्रेजीमा नलेख्नुहोस्। अब यहाँ धेरै प्रकारको यहाँ ओपिनियनहरू आउँछ क्लोदिङ। अब यहाँ चाहिँ एज ग्रुप वाइज टार्गेटिङ गर्नु भन्छ यसलाई। जस्तै तपाईँको कुनै कुरा मानिलिउँ अब कुन टी सर्टहरू छ, जिन्सहरू छ, अलिकति होइन यङ मान्छेले लाउने टाइपको छ भने ठिक छ, अङ्ग्रेजी हान्न पाइयो। तर तपाईँको जस्तै अब एज अनुसारको अडियन्स हुनुपर्छ। जस्तै तपाईँको सामान चाहिँ अब अलिकति व्यावहारिक छ, अलिकति महँगो टाइपको छ, अथवा अलिकति यो मान्छे चाहिँ केटाकेटीले लाउँदैन नि, अलिकति फलाना मान्छेलाई हुन्छ भने जुनै प्रकारको टार्गेटिङ हुन्छ नि, तपाईँले टार्गेटिङ गर्दाखेरि मान्छे हेरेर तपाईँ टार्गेटिङ गर्नुपर्ने हुन्छ। नभए ऱ्यान्डमली इङ्ग्लिस टेक्स्ट लेखेर हुँदैन, नेपाली टेक्स्ट लेखेर हुँदैन। तपाईँको टार्गेट ग्रुप के छ, आफूले टार्गेट ग्रुप जे राखेको छ त्यही टार्गेट ग्रुपवाला मान्छेले टार्गेट गर्यो भने त्यो हजुरलाई सजिलो हुन्छ। त्यसले तपाईँलाई राम्रो कन्भर्जन रेट दिन्छ है, किनभने टार्गेट ग्रुप जो मान्छे राखिन्छ त्यो राख्दाखेरि उसकै फिडमा भिडियो जान्छ र उसले त पढ्छ नि त, सरक्क पढ्छ। पढेपछि उसले मजाले देखेर चाहिँ तपाईँलाई उसले अब अझै तपाईँको अर्डर सम्बन्धी उसले हेल्प गरिदिन्छ, मतलब अर्डर उसले चाँडै लिन सक्छ, उसले बुझ्न सक्छ नि त। मान्छेले भिडियो नबुझेर त उसले अरूतिर हेर्छ, के लेखेको बुझ्नै पाएन, उसलाई मिस्सी लाग्नु भएन क्या, उसलाई स्मुथ लाग्नु टक्क म्याच जानु पऱ्यो, म्याचमा टक्क अटोमेटिक म्याच जानु पऱ्यो, अटोमेटिक म्याचबाट टक्क लु यति मूल्य यति भनेर सबै एउटा त्यो एक प्रकारको हुनु पऱ्यो कि हुन्छ नि, एक प्रकारको त्यो अटोमेटिक म्याच हुन्छ फेसबुकले होइन। त्यो अटोमेटिक म्याच गऱ्यो भने त्यसले गर्दा सजिलो हुन्छ त्यो मान्छेलाई पनि त्यो कारण गर्नलाई। त्यही भएर सुरुमा चाहिँ हजुरलाई मैले के भने भन्दाखेरि जस्तै फेसबुक आफ्नो एज अनुसार टार्गेट अडियन्सको एज अनुसार चाहिँ तपाईँले प्राइमेरी टेक्स्टहरू अथवा त्यही अनुसारको तपाईँले एड क्याम्पेन बनाउनु होला है। हजुरलाई मैले टिप नम्बर 1 भने, किनभने कतिपय मान्छेले जानेको हुँदैन क्या यस्तो कुराहरू, होला तपाईँहरू जानु भएको होला, तपाईँलाई मैले अब सानो टिप्स के दिएको होला जस्तो लागिरह होला, तर यो एकदम बेसिक टिप्स हो तर एकदम हेल्पफुल हुन्छ। किनभने मेरो भिडियो प्राय सबै प्रोले हेर्छ भन्ने छैन, भर्खरै सिक्दै गरेका होइन ब्रदरहरूले सिस्टरहरूले पनि हेर्नुहुन्छ, उहाँहरूलाई पनि अब सामान्य ज्ञान दियो भने पछि गएर पनि उहाँहरूले एकदमै राम्रो तरिकाले बिजनेस इम्प्लिमेन्ट गर्न सक्नुहुन्छ नि त। नयाँ बिजनेसको फेजेसमा होइन राम्रो एउटा रोल प्ले गर्न सक्नु भने आफूलाई उहाँहरूले डेभलप हुनुपर्ने एकदम राम्रो कुरा हो। ल अब हजुरलाई पोइन्ट नम्बर 1 भनिहालेँ। अब पोइन्ट नम्बर 2 चाहिँ म हजुरलाई के भन्छु भन्दाखेरि जस्तै कस्टमरलाई तपाईँले कस्टमरसँग अब तपाईँको जुन ठिक छ अर्डर आयो मतलब ल कस्टमरले फोन नम्बर दियो, अब फोन नम्बर तपाईँले कस्टमरको पाउनु भयो,
अब तपाईँ कस्टमरको फोन नम्बर तपाईँ कल गर्नुहुन्छ, उसले कल उठाउँछ, तपाईँले कस्टमरलाई कलमा चाहिँ कहिले पनि हुन्छ नि एक प्रकारको तपाईँले कस्तो भन्ने क्या, अब त्यो उसलाई अर्जेन्सी नबनाइदिनु क्या तपाईँले। अलिकति यो डिपली कुरा छ है, यो तपाईँ कस्टमरको साइकोलोजीसँग खेलिन्छ यो कुराले, कस्टमरको साइकोलोजीसँग जुन हुन्छ नि एक प्रकारको त्यो अवस्था खेलिन्छ होइन। तर त्यो कस्टमरलाई चाहिँ यो फिल नहोस् कि उसले सामान किन्दैछ क्या, अब यो के भनिदियो होला, के बोल्या होला लागिरह होला होइन। किनभने जुनै पनि कस्टमरले सिरियस बायर, लु मानिलिउँ तपाईँ क्यामेरामा जसले हेर्दैछ तपाईँलाई मैले भने तपाईँले भोलि 2 लाखमा कार भेट्नुभयो, एउटा राम्रो कार भेट्नुभयो, एकदम राम्रो लु टोयोटा भेट्नुभयो, राम्रो खाले टोयोटा, लु ल्यान्ड क्रुजर भेट्नुभयो 2 लाखमा, इक्जाम्पलको लागि फेरि यो त्यो इक्जाम्पलको लागि मात्र भने, 2 लाखको ल्यान्ड क्रुजर भेट्नुभयो ल, अनि तपाईँले चाहिँ अफर आयो, टक्क इन्टरनेट अफर आयो 2 लाखमा ल्यान्ड क्रुजर प्राडो होइन, यो प्रकारले एक्जाम्पलै साथीहरू त्यसै बुझ्नुहोस् तपाईँहरू, ल्यान्ड क्रुजर प्राडो भनेर एक्जाम्पल आयो। अब तपाईँले त्यो ल्यान्ड क्रुजरको मालिकलाई फोन गर्नुहुन्छ नि त फोन, सो सर फलानु कार ल्यान्ड क्रुजर हजुरले हाल्नु बारै छ, यसको मूल्य कति हो भनेर सोध्नुहुन्छ, त्यो फर्मालिटी। उसले 2 लाख हो भन्छ होइन, उसले 2 लाख हो भने तपाईँलाई जस्तै अब तपाईँले चाहिँ उसलाई चाहिँ अब तपाईँ त सिरियस बायर हो नि त, तपाईँलाई त 2 लाखमा आहा यति सस्तो यति राम्रो यस्तो दामी लग्जरियस गाडी म 2 लाखमा पाइरहेको छु भनेर तपाईँ त पुरै एक्साइटमेन्ट हुन्छ नि त मनमा, तपाईँलाई चाहिँ भर्छ यो मान्छेले अर्डर क्यान्सल अर्डर चेन्ज नगर्दै हुन्थ्योस्, प्राइस नबढाइदिए हुन्थ्योस्, अथवा होइन अलिकति चेन्ज नगरिकन टक्कसँगले अझै हुन्छ नि एक प्रकारको अर्जेन्सी क्या, आफू जब तपाईँ बायर हुनुहुन्छ नि, तपाईँ बायर भए तपाईँमाथि एक प्रकारले जब तपाईँ कुनै प्रडक्टलाई तपाईँ हेर्नुहुन्छ नि, तपाईँको भित्रबाट इन्ट्रेस्ट आउनु पऱ्यो क्या, भित्रबाट इन्ट्रेस्ट आएपछि मात्रै तपाईँले सामान किन्नुहुन्छ, न तपाईँको 50-50 चान्समा तपाईँले सामान म्याक्सिमम तपाईँको कस्टमरले सामान किन्दैन। हजुरलाई मैले मेरो पोइन्ट अफ भ्यूबाट तपाईँलाई मैले कुरा भने 2 लाखमा गाडी राम्रो खाले पाउनुभयो भने तपाईँ नै हो क्या सिरियस हुने, त्यो मलाई त्यो गाडी बेच्नेलाई बाल हुँदैन, लिएली नलिए डिमान्डमा राम्रै छ लिएली नलिएली हो नि, त्यही भएर तपाईँलाई त्यो अर्डर तपाईँलाई त्यो गाडी छोड्न मन लाग्दैन, मतलब डिल क्यान्सल हुन लाग्दैन, हो त्यस्तै हो। कस्टमरलाई पनि आफूले कुनै सामान कस्टमरले हामीलाई कल गर्छ अथवा हामी कस्टमरलाई कल गर्छौँ र कुनै सामान छ र कस्टमरले नम्बर दिएको छ भने त्यस्तो केसमा यदि कस्टमरलाई हामीले कन्भिन्स गरे गर्नुपर्छ भने त्यो कस्टमरले सामान लिँदैन, उसले सामान भिडियोमा हेर्छ, हल्का प्राइस बुझ्छ, ल धेरै भयो वारेन्टी एक दुईवटा बुझ्ला, डन सक्यो, त्यति नै हो क्या कस्टमरले बुझ्ने। किनभने जो मान्छे सिरियस बायर हुन्छ नि, सिरियस बायरले त्यस्तो दुनियाँ नाना थरी त्यस्तो डिटेलली जाँदैन प्रायः जसो सिरियस बायरले, मैले अब उसले देख्छ। अब यो यस्तो हो, यो फेरि डिपेन्ड्स अपन द गुड्स, यो भनेर सामान अनुसार भर पर्छ है। अब कुनै सामानमा टी सर्ट देख्यो मानिलिउँ, अब मानिलिउँ जो मान्छेले टी सर्ट देख्छ अनलाइनमा, मान्छेले भन्छ त अनलाइनमा टी सर्ट मगाएको कस्तो हावा टी सर्ट पर्यो, किन त टी सर्ट देख्यो अनलाइनमा, टक्क एउटा राम्रो ह्यान्डसम मान्छेले लगाएको टक्क बडी सडी भएको मान्छेले टी सर्ट लगाएको देख्यो, टी सर्ट लगाएपछि उसले अर्डर गर्न मन लाग्यो, उसलाई पनि वा कति राम्रो टी सर्ट लगाएर कस्तो दामी सुहाएको भन्ने भयो, उसले अर्डर गरेर उसको अब यत्रो यहाँ अब होइन घुँडासम्म पुग्यो टी सर्ट, उसलाई कस्तो अचम्म लाग्यो। तर अन्यमा यस्तो थियो, अब त यस्तो भयो भनेर अन्तिममा ऊ पस्ताउँछ भने जब बायर इन्ट्रेस्टेड हुन्छ नि सामान किन्नलाई, उसले तपाईँको खासै केही म्याटर कुरा उसले हेर्दैन क्या, उसलाई सामान पाए भयो, त्यस्तो हुनु पर्यो कस्टमर तपाईँको। त्यही भएर कस्टमरलाई एकदमै अर्ग्यानिक डिमान्ड ल्याउन सक्नु पर्यो कस्टमरबाट, कस्टमरले चाहिँ यो सामान चाहिँ मै लिन्छु एकदम राम्रो, कस्टमरलाई जब इन्ट्रेस्ट दिन्छ नि तपाईँको सेलेसै आउँछ क्या, हो तपाईँले त्यस्तो हुनलाई तपाईँले अब कस्टमर त्यही अनुसारको भ्याल्यु गुड्स दिनु पर्यो, त्यही अनुसारको तपाईँले प्राइसिङ दिनु पर्यो होइन, त्यही अनुसारको हजुरले चाहिँ कस्टमरलाई एक प्रकारले चाहिँ राम्रो तरिकाले एड रिप्रेजेन्ट गर्नुभयो, सामानको भिडियो फोटो मात्रै देखाउनु भयो भने ऊ कन्भिन्स हुन्छ। कन्भिन्स भएपछि खासै हामीले कन्भिन्स गर्नै पर्दैन क्या, धेरै जसो सामान्य कुराकानी हुन्छ, उसले भर्सक अर्डर चाहिँ पठाइदिनु पर्दैन सर प्लिज भनेर उसले आफै रिक्वेस्ट गर्छ क्या, त्यो भनेको त्यही हो। त्यसरी तपाईँले आफ्नो एड बनाउनुहोस्, यसरी आफ्नो सेटअप गर्नुहोस्, त्यसरी मात्रै तपाईँको ग्रोथ एकदम राम्रो हुन्छ र अर्डरहरू तपाईँलाई एकदम मजाले आउँछ है। अब मैले क्वेसन पनि एक दुईवटा हजुरलाई म सुनाउँछु। अब वेबसाइटबाट के गर्ने भन्नुहुन्छ तपाईँहरू होइन, सर अब अर्डरमा फोन नम्बर लिँदा वाक्क लाग्छ है, कस्टमरलाई कल गर्दा वाक्क लाग्छ, के गर्ने होला, दिनभरि 100वटा कल गर्नुपर्छ, स्टाफ नै छैन अथवा स्टाफ खाने पैसा नै छैन, दुनियाँ लफडा हुन्छ, अब फोन गरी साध्यै छैन भने अब वेबसाइट चाहियो, वेबसाइट चाहिएर अर्डर गर्नु त पर्यो नि त, अर्डर हाल्नु पर्यो, उसले टक्क अर्डर आउँछ, सिप गरिदियो, कति सजिलो। तर नेपालमा त्यो चल्दैन। किन चल्दैन भन्दाखेरि तपाईँले अब यो कुरा बुझ्नुहोस् है, नेपालमा चल्छ क्लोदिङ स्टोर अथवा अन्य धेरैवटा स्टोरहरूबाट वेबसाइटबाटै काम हुन्छ म्याक्सिमम, तर डिपेन्ड्स अपन द टार्गेटिङ अडियन्स। तपाईँको जस्तै अब 80-90 हजुरबाले तपाईँको विज्ञापन हेऱ्यो भने त्यसले पर्चेस गर्छ त अनलाइनबाट, गर्दैन नि त, उसले नम्बर दिएला नेपालीमा, त्यही पनि 98 भनेर हो, त्यस्तो मान्छेले हामीले कलै गर्नुपर्ने हुन्छ। त्यही भएर तपाईँको अडियन्स अनुसार तपाईँको एड टार्गेटिङ हुनु पऱ्यो, त्यही अनुसार तपाईँको सेटअप हुनु पऱ्यो एडमा, अनि मात्रै तपाईँको चाहिँ एड मजाले रन हुन्छ र तपाईँको सेल्स मजाले जेनेरेट हुन्छ। अडियन्स हेरेर गर्नुहोस् है, यो कुरा मैले हल्का पोइन्ट दिएँ। त्यही भएर नेपालमा तपाईँले सोध्दै हुन्छ वेबसाइटबाट गरौँ, सबै ड्रपसिपिङ जस्तै
ड्रपसिपिङ जस्तै सोफी फाइनेन्स जस्तै अब एउटा कुनै नेपालको वेबसाइटमा बनाउने राम्रो वेबसाइट बनाउने एड चलाउने लिङ्क हालिदिने उसले अर्डर गर्छ भने हुन्छ तर मेरो नि भएको थियो नहुने होइन हुन्छ पनि तर त्यो प्रोडक्ट तपाईँको अडियन्स अपिलिङ भनेको जस्तै अब कति वर्ष त्यही 30-40 म्याक्सिमम् 50 देखि 60 नै दिउँ लु 50सम्म दिउँ 50 वर्षसम्मको मान्छेले त्यो सामान युज गर्छ भने एकदम ठिक हो उसले अब जान्दछ भने त उसले अलिकति मोडर्न एरियामा भिजेको छ भने त उसले लिन्छ सिओडी नै गर्छ अप्सन त सिओडी राखेर गर्नुपर्ने हुन्छ नि त हो त्यही भएर सिओडी अप्सन राखेर गऱ्यो भने त्यो मोडर्नमा तरिकाले मान्छेले त्यो सामान लिन्छ अर्डर आउँछ जसले टक्क सिओडी अप्सन आउँछ अर्डर आएपछि उसलाई लु ताल परे कले भने ताल्न पऱ्यो अब सामान सिप गरिदिने लिइहाल्यो लिएन भने आफ्नो ठाउँमा छ होइन कुराकानी गरेर नेगोसिएट गर्न सकिन्छ त्यही भएर नेपालमा खासै वेबसाइट चाहिँ अब आफ्नो अडियन्स हेरेर इम्प्लिमेन्ट गर्दा राम्रो होला है तपाईँले मैले कुरा चाहिँ प्लस पोइन्ट भनिदिएको हुन त क्वेसन मलाई कसै सोधेको थिएन तर आफ्नो मनमा जिज्ञासा आउँछ नि त के गर्नु सर भन्ने हो त्यही भएर तपाईँको यदि अडियन्स त्यही अनुसारको छ वेबसाइटमै चाहिन्छ सामान्य बच्चा अडियन्स छ त्यो टिनेज भनौँ न 20 देखि उता 17, 18, 19 देखि उता मान्छे छ भने चाहिँ अनि 50 भन्दा तल मान्छे छ भने चाहिँ तिनीहरूलाई वेबसाइट तिनीहरूले लिन सक्छन् एड तिनीहरूले वेबसाइटबाट पर्चेज गर्न सक्छन् तिनीहरूले यतिसम्म ज्ञान चाहिँ हुनु पर्यो अब पुरै जुम्ला हुम्ला रोल्पा होइन यस्तो एरियाको मान्छे अलिक विकसित ठाउँ कम भएको दुर्गा मान्छेले अलिक गाह्रो पर्ला सामान्य अब मेन सिटिजहरू टायर 2 टायर 3 सिटिजहरूमा चाहिँ सकेसम्म टायर 1 त भइहाल्यो त्यस्तो केसमा चाहिँ तपाईँलाई एकदम प्रोफिटेबल हुन्छ तपाईँको बिजनेस वेबसाइटबाट एकदम राम्रो हो नि कल गर्नु पर्ने सर्ट अर्डर आउँछ सर्ट सिप गरिदियो रन्टे साफ पैसा खातामा होइन तर सबै केसमा त्यस्तो अलिकति गाह्रो चाहिँ हुन्छ मान्छेले नबुझेको खण्डमा है त अब मैले 3टा पोइन्टहरूलाई मैले भने एकदमै इम्पोर्टेन्ट पोइन्ट भने एउटा अडियन्स रिलेटेड भने अर्को भने तपाईँलाई मैले त्यो कस्टमरसँग नेगोसिएट गर्दाखेरि कसरी तरिका गर्ने के नभन्ने होइन कस्टमरले चाहिँ जस्तै अब त्यो उसलाई उसको अर्जेन्सी बुझ्ने कतिको अर्जेन्सी छ ऊ हतार कतिको छ उसले के खोजिरहेछ उसलाई कस्टमरको साइकोलोजी पढ्ने उससँग कुरा गर्दाखेरि उसले के भन्छ त्यो कुरा सुन्ने होइन त्यो तपाईँलाई एकदम ठिक छ कि तपाईँलाई एकदम बेस्ट तपाईँले सेल गर्न सक्नुहुन्छ थर्डमा हजुरलाई मैले भनिहालेँ भर्खरै जुन यो कुराहरू त्यही भएर तपाईँलाई मैले अब पोइन्ट नम्बर 4 के भनौँ भन्दाखेरि अब यहाँ सोच्नै पर्ने हुन्छ मैले अब पोइन्ट नम्बर 4 चाहिँ तपाईँहरूले जब अनलाइन बिजनेस गर्दै हुनुहुन्छ भने पोइन्ट नम्बर 4 चाहिँ तपाईँलाई मैले एकदमै इम्पोर्टेन्ट के दिन सक्छु भन्दाखेरि कस्टमरलाई चाहिँ तपाईँले कहिले पनि अब यो चाहिँ हल्का मैले प्लस पोइन्ट प्लिज नगर्नु क्या मतलब उसलाई नि अब कस्तो भन्ने क्या अब त्यो अब मान्छे अब आफ्नो तरिका हुन्छ बोल्ने होइन मेरो हजुरलाई म अरूको म जान्दिनँ अब मेरो ओपिनियनबाट म हजुरसँग कुराहरू छु होइन अब मेरो आफ्नै मेरो भ्यू कतिको छ मैले सेस त पाइरहेको छु मेरो यही तरिकाले बोल्नेको तरिकाले होइन तपाईँको फरक होला तपाईँको नमिल्ला तपाईँको एक्सेन्ट नमिल्ला जेसुकै होला तर कस्टमरसँग त्यति साह्रो फर्मल्ली चाहिँ कहिले पोलाइट नहुनु फर्मल्ली कस्टमरसँग कहिले पोलाइट नहुनु है त्यो मैले अब बुझेको कुरा हो किनभने नि कस्टमरसँग जब आफूले बेसी तिनीहरूलाई दिन्छ नि त्यो पुरै अब सर हजुर नमस्कार हजुर हजुरै भगवान् प्रभु परमेश्वर उनीहरूले त्यो कस्तो तरिकाले हेर्छ भने नि अब पुरै होच्याएर हेर्छ तिनीहरूले त्यस्तो केसमा त्यो हुन्छ क्या त्यो भएको छ होच्याएर अलिकति हुन्छ नि रेस्पेक्टफुल हुँदै हुँदै गएपछि जब बेसी हुन्छ नि तिनीहरूलाई अब हजुर सर भनेर एक प्रकार मतलब हुन्छ क्या अब त मेरो चाहिँ अब मेरो साइकोलोजी त्यस्तै छ अब के हो म जान्दिनँ बट मैले बोल्दाखेरि चाहिँ जस्तै त्यही इस्यु हुन्छ क्या त्यही भएर सकेसम्म चाहिँ गर्दै हुनुहुन्छ भने तपाईँलाई चाहिँ अब सकेसम्म कस्टमरलाई चाहिँ यति साह्रो प्लिज नगरिदिने होइन ठिक सामान्य तरिकाले प्लिज नगरिकन नर्मली तरिकाले बोलिदिने चुकुल नर्मल तरिकाले बोलिदिने त्यो हुँदाखेरि तपाईँलाई एकदम बेस्ट हुन्छ र तपाईँलाई मैले अब पोइन्ट नम्बर 5 भन्नुपर्दा अब पोइन्ट नम्बर 5 हजुरलाई म के भन्नु भन्दाखेरि चाहिँ अब यस्तो छ हेर्नुहोस् अब यहाँ चाहिँ अब अलिकति यो चाहिँ बिजनेसको प्रब्लम पनि हो होइन अब कस्टमरसँग अर्डर मैले भन्दा यो कुरा धेरै भिडियोमा नि भनेको छु तर एकदम इम्पोर्टेन्ट कुरा छ यो चाहिँ बेसी बिजनेस टिप्स भनेको अनलाइन बिजनेसको लागि हो यो अरू केही पनि होइन अनलाइन बिजनेसको लागि मैले मात्रै भिडियो बनाउँछु मेरो प्रायः भिडियोमा पनि यसलाई हुन्छ त्यो टिप्स हजुरलाई अब के भन्छु भन्दाखेरि कस्टमरसँग कल गर्दाखेरि कस्टमरसँग कुरा त्यो के अरे कस्टमरको अर्डर लिँदाखेरि जहिले पनि प्री एडभान्स डिपोजिट पैसा लिनुहोस् है प्री एडभान्स डिपोजिट पैसा लिनुहोस् एकदम फाइदा हुन्छ फाइदैमा रह्यो भन्छ नि हो त्यस्तै हो प्री एडभान्स जस्तै मेरै अब यहाँ सामानको केस गर्दाखेरि मैले तपाईँको सामान पठाएको थिएँ एउटा कता यो राजाघर भन्ने छ बर्दियाको राजघर समथिङ भन्ने ठाउँ छ अब त्यहाँ पठाएको मैले अब सामानको मेरो सिओडी 1500 थियो है एउटा सामान सब बेच्दै गरेको मैले 1500 थियो अब पठाइदिएँ पठाएको भोलिपल्ट को मरो रे कसम भनेको मैले बिहान कल गरेँ कि मैले आजै बिहान कल गरेको सर तपाईँको सामान के हो लिनु भएको छैन त यताउति भनेको सर म होइन को दाई कि को छिमेकी मरो म त यहाँ आएको छु त बागलुङ भन्नु अब त्यो सक्यो यत्तिकै अब त्यो मेरो लस भयो क्या 2-2.5 सय रुपियाँ अब मैले प्री अर्डर डिपोजिट लिएको हुँदैन थियो नि त हो तर कतिपय केसमा प्री अर्डर डिपोजिट मान्छे लिन मान्दैन तर सबै कुरामा प्रस्ताव राख्ने तर दिने केस अब मान्छेको आफ्नो हेरी हुन्छ त्यही भएर त्यो भयो भने चाहिँ तपाईँलाई फाइदा एकदम राम्रो हुन्थ्यो सकेसम्म प्री डिपोजिट लिने काम गर्नु तपाईँले है त
टप 5 हजुरलाई मैले टिप्स भने। अब तपाईँलाई मैले टप 6 चाहिँ अब अर्को 6 नम्बरको पोइन्टमा तपाईँलाई मैले के टिप्स भन्नु भन्दाखेरि अनलाइन बिजनेस गर्दै हुन्छ भने अर्डर लिँदाखेरि तपाईँले अब जस्तै यहाँ यस्तो छ, यहाँ हेर्नुहोस्। अब तपाईँको जस्तै अब लोनको सम्बन्धी हल्का मैले ज्ञान दिन चाहेँ हजुरलाई मैले सबै एउटा संलग्न अनलाइन बिजनेस रिलेटेड टिप्स भन्छु होइन। घरि कहाँबाट कहाँ जोडिएला, घरि यो कुरा गर्दै घरि यो झर्ला, तर हजुरलाई म एकदम सर्कलमा रहेर चाहिँ अनलाइन बिजनेसको कुराहरू सबै के प्रब्लमहरू फेस गरिन्छ त्यो सबै कुरा हजुरलाई सुनाइदिन्छु यो भिडियोमा है त। अलिकति मैले आफ्नै अब कहाँ हेर्नु यो ल्यापटप बन्दै गरिदिन्छु बरु, केही त्यो अलिकति आउट नलेजदेखि लिएर के होइन सबै आफूले भएको एक्सपिरियन्सहरूलाई मैले अघिदेखि हेरेर भनिरहेको छु, केही रट्टापुट्टा छैन। एकदम इम्पोर्टेन्ट एकदम लेजिट कुराहरू हुन्छन्, मैले आफू पर्सनल भएको। तपाईँलाई मन परे हेर्नुहोस्, मन नपरे जानुहोस्, त्यो केही भएन होइन। किन मैले हजुरलाई अब सकेसम्म गाइड गर्ने मेरो तरिका भन्ने हो। मनपर्छ हेर्नुहोस्, मन पर्दैन भने यु क्यान स्किप गाइज, बट भर्सक न स्किप नगर्नुहोस्, हेर्नुहोस् बुझ्नुहुन्छ तपाईँले होइन। अहिले फ्रीमा हेरे हो यार, कन्सेप्ट पैसा दिएर हेरे हो र होइन, हो त्यही हो। अनि अब मैले हजुरलाई पोइन्ट नम्बर 6 चाहिँ जब लोनको कुरा गर्छु नि, तपाईँ अब जस्तै यहाँ हेर्नुहोस्, अर्डर तपाईँको आयो 100वटा दिनमा अर्डर आयो, तपाईँको 100वटा अर्डर आयो। अब यहाँ मेरो गल्ती, यहाँ तर म ठ्याक्कै मेरो गल्ती भनिदिन्छु। म हजुरलाई ठ्याक्कै मेरो पहिला 2080 सालमा मेरो एउटा मास्क थियो क्या, लाउने मास्क म भन्दैछु है, लाउने मास्क थियो। मैले किने नेपालबाटै किने, त्यो न्यु रोडको महाबौद्धबाट किने मैले होलसेलरबाट। 200 पिस किने मैले, 60,000 सम्म कतिको प्रोडक्ट थियो। हेर्नुहोस् है, म त अब रियल कुरा भन्दैछु, 60,000 कतिको प्रोडक्ट थियो, 200 पिस किने मैले। अब त्यो सामान के भयो थाहा छ, मैले टिकटक एकाउन्टमा भिडियो हालेँ, भिडियो भाइरल, 3-4 लाख भ्युज आएको थियो। अर्डर पनि राम्रो आएको थियो, मतलब अर्डर मतलब फोन नम्बरहरू कस्टमरले छोडाएको थियो। मैले 2-3 पेज 4-5 पेज त कस्टमरको फोन नम्बर मैले लेखेर भरेको थिएँ क्या, त्यतिखेर कुरा लेखेर भरेको थिएँ। अस्तिको कुरा धेरै टाढा अगाडि पनि लेखेर स्टाफ लगाएको थियो, एकजना लेखेर भरेको थियो। अनि मलाई कल गर्न लाग्यो, तपाईँको 200वटा नम्बरमा कति 30वटा पनि अर्डर आएन क्या मलाई। त्यस्तो भयो, त्यस्तो हुँदो रहेछ क्या कतिपय केसमा। अब अनि म डुबिनँ त, 200वटा अर्डरमा 30वटा अर्डर आएको। सोच्नु न, 200वटा नम्बरमा मान्छे, मैले 200 पिस मगाएको होइन, 200वटा अर्डर बिग फेसमा एडहरू चलाउन भनेर खुसी भएर मगाएँ। लास्टमा त मलाई 20वटा 30वटा बेसी अर्डरै आएन। र कतिपय केसमा त यो 20वटा अर्डर पनि 10-12 मात्रै बिग्यो, अरू 5-6वटा आटी पनि भयो। त्यस्तो हुन्छ। त्यही भएर फेसबुकमा अथवा टिकटकमा तपाईँको भिडियो भाइरल भयो भने पनि धेरै नहोसिनु क्या। एकचोटि मजाले रियल लाइफमै फेसबुक एड्सबाटै जानुहोस्, 1-2-3-4 दिन हेर्नुहोस्, राम्रो एड आइरहेछ, राम्रो तरिकाले कन्भर्जन रेट आइरहेछ, 0.02 अथवा 0.03 भनौँ म्याक्स होइन, म्याक्ससम्म त्यो छ भने एकदम राम्रो। त्यसलाई एड चलाउने, त्यसलाई पेले गर्ने सकेसम्म होइन, एकदम राम्रो तरिकाले त्यसलाई एड चलाउने, त्योदाखेरि एकदम तपाईँ एकदम बेस्ट हुन्छ। तपाईँको सेल्स एकदम दामी आउँछ, मार्जिन हल्का राख्ने, ज्याम बेच्ने, त्यो एकदम राम्रो। त्यही भएर फेसबुक भिडियो भाइरल हुने बित्तिकै पुरै भाइरल भिडियो भयो, मान्छेले खोजे पिपी भने नम्बरहरू छोड्दै कल गरिहाल्छ नि भनेर ढ्याम बुकिङ लिनु खोज्नु होला, तर तपाईँको अर्डरै नभयो। त्यही भएर सकेसम्म अगाडि बुक गरेर मात्रै अर्डर लिनुहोस् है। मैले मेरो गल्ती भेटेको थियो एउटा, त्यही हो, तिहारकै अस्तिको जाडोकै बेला हो, यही 80को बेला। त्यो सानो चाहिँ माथि नै छ मेरो, त्यो छैन, बिग्रेछ। अब नेक्स्ट जाडोमा बेच्छु होला जस्तो लागिरहेको मलाई। त्यस्तो हुन्छ। त्यही भएर है हजुरलाई मैले एकदमै ठिक कुराहरू गराएको छु होइन। तपाईँलाई कतिको ठिक लाग्यो लागेन आफ्नो ठाउँमा छ। यो भिडियो मैले हल्का लामो नै बनाउन खोजेँ, तपाईँलाई ओभरअल तपाईँसँग हल्का फ्रेन्डली भएर चाहिँ मजाले कुराकानी गरिदिउँ भनेर बनायो होइन। अब अर्को पोइन्ट नम्बर कति हामी 7मा छौँ होला। अब पोइन्ट नम्बर 7मा म तपाईँहरूलाई के भन्छु भने, अब फेसबुक एड्स रिलेटेड तपाईँलाई मैले सबै कुरा भनेको छु, मोटामोटीहरू त्यही हो होइन। अब म्यानुअल एड क्याम्पेन हुन्छ, अनि तपाईँलाई फेरि अहिले मैले नयाँ अब एड क्रिएटिभ्सहरू, डुप्लिकेट एड क्याम्पेन्स तरिकाले कसरी एड बनाउने होइन, मल्टी लेभल एड्स भन्ने भने चाहिएको छ भने भिडियोमा यो भिडियो हेर्दै हुनुहुन्छ भने एकचोटि कमेन्टमा गएर फेसबुक एड्स रिलेटेड क्याम्पेन चाहियो अथवा सोध्दै कमेन्ट गर्नु है। कसले हेर्दै हुनुहुन्छ भिडियो यहाँसम्म, जो मान्छे छ नि, तपाईँलाई भने मैले, जो मान्छे यो भिडियो यहाँसम्म आएछ नि, त्यो मान्छेले के गर्छ क्या पछि, किनभने ऊ एकदमै इन्ट्रेस्टेड छ होइन, उसको भित्र फायर छ यो कुरा म जान्दैछु। किनभने मान्छेले यो मेरो कति 20 मिनट भएपछि 12-15 कति मिनट भइसक्यो होला, मान्छेले हेरिरहेछ भने उसले के कुरा बुझ्न चाहिरहेको नि त। किन मैले गरेको छु, एक्सपिरियन्स भएको मान्छे त हावादारी हुन्डी घर बसेर कल त्यो गरेर त होइन नि त होइन, रियल एक्सपिरियन्स गरेको छु होइन। त्यो गरेपछि मान्छेले हजुरलाई मैले सेयर गर्ने हो क्या। त्यही कुरा तपाईँले हेर्दै हुन्छ यो मान्छेले कसरी गरिरहेछ, कसरी यसलाई के छ, यसको कुरा सुनौँ, के कुराहरू छ, कस्तो थट छ, त्यो बुझ्दै हुनुहुन्छ भने तपाईँलाई एकदम राम्रो छ है, तपाईँहरू एकदम अगाडि जानुहुन्छ, ध्यान दिएर सुन्नु होला। त्यही भएर हेर्दै हुन्छ भने एकदम ठिक छ, गुड, यु आर डुइङ ग्रेट। अनि अब पोइन्ट नम्बर हामीको 7 थियौँ होला। अब 7मा तपाईँलाई म के भनौँ पोइन्ट नम्बर भन्दाखेरि चाहिँ फेसबुक एड क्याम्पेन त भनिहालेँ होइन। अब कुरियर सम्बन्धी त नेपाल क्यान कुरियर सम्बन्धी के भन्नु, अर्डर आउँछ प्लेस गर्ने तिनीहरूको काम भइहाल्यो। अरू भनेको अर्डर लिँदाखेरि त्यही हो, अब सकेसम्म बुकै गर्ने अगाडि होइन, अब सिओडी गर्ने परिहाल्छ, अडियन्समा प्रायः कसैले हाल्दैन, त्यो भरे भयो। अब कस्टमरले अब यहाँ एउटा कुरा, तपाईँको सामान तपाईँले कस्टमरलाई बेच्नुभयो, सामान फल्ट आयो, के गर्नुहुन्छ?
के भन्नुहुन्छ? कस्टमरलाई सामान बेच्नुभयो, सामानमा फल्ट आयो, सामान महँगो छ 5,000 को, तपाईँले किन्नुभयो होलसेलबाट 3,000 मा, तपाईँले फिर्ता गर्नुलाई 5,000 सक्नुहुन्छ? होलसेलबाट 3,000, होलसेलरलाई लु ठिक छ उसलाई फिर्ता गर्नु होला, तपाईँको 2,000 रुपियाँ नाफा आयो, अनि 2,000 गयो, 3,000 पनि गयो नि त सामान किनेको, होलसेलर सामान फिर्ता लिँदैन हो, त्यस्तो हुन्छ। अनि अनि अब कस्टमरले जस्तै अब सामान नदिनु, तपाईँ दिनुहुन्न, तपाईँलाई बकाइदा 3,000 रुपियाँ घाटा छ, तपाईँ सामान कसले बेच्नुहुन्छ उसलाई? अब उसले के गर्छ? पुलिस केस हालिदिन्छ। अब कस्तो केसमा पुलिस केस उसले हाल्न मिल्छ, कस्तो केसमा मिल्दैन, तपाईँलाई त्यो पनि म चाहिन्छ भने नेपालमा अनलाइन बिजनेसमा ठगी गरिरहेछ भने तपाईँहरूलाई जस्तै जो तपाईँ यदि उपभोक्ता हुनुहुन्छ, तपाईँ कस्टमर हुनुहुन्छ भने पनि तपाईँलाई यो काम लाग्छ, तपाईँ सेलर हुनुहुन्छ भने तपाईँलाई नि यो काम लाग्छ। अब यो दुईजनालाई त्यो फाइदा हुने गरी म एउटा भिडियो बनाउँछु क्या, भिडियो बिस्तारै अहिले होइन, त्यो मलाई थाहा छ, बट अहिले त्यो त्यहाँदेखि म जान्न दियोस्। तपाईँलाई एकदम त्यो हल्का लुप होलहरू छ होइन, हल्का दिमाग लाउनुपर्छ, त्यो त्यस्तो केसमा चाहिँ राम्रो हुन्छ। अब कतिपय कुराहरू छन् बिस्तारै म सेयर गर्दै लाग्दाखेरि एकै दिन सबै कुरा कनेर भन्नु हुँदैन नि त होइन।